ल आज विशेष गरी आज चाहिँ जनवरीको 7 तारिकको दिन। आज जनवरी 7 तारिक मन्डेको दिनमा चाहिँ यस्तो मजाले हामी बसेको ठाउँमा चाहिँ हिउँ परेको अवस्था। ल आज विशेष गरी आज 2026 जनवरीको चाहिँ आज 9 तारिक के अरे 7 तारिक। आज विशेष गरी युके हामी बसेको एरियामा चाहिँ साँच्चै नै एकदम चिसो छ। -5 छ अहिलेको टेम्परेचर। अहिले चाहिँ मजाले हिउँ परिरहेको छ, यस्तो मजाले हिउँ परिरहेको छ। जीवनको पहिलोचोटि अनुभव है मेरो लागि चाहिँ, मेरो लाइफको फर्स्ट एक्सपिरियन्स मैले अनुभव गर्दैछु। कोही पनि बाहिर निस्केको छैन, सबैजना भित्रै छ। ल आज चाहिँ मौसम चाहिँ साह्रै चिसो छ है। अहिले चाहिँ यस्तो मजाले चाहिँ हिउँ झरिरहेको छ है। ल सबै ठाउँमा सेतै भइसक्यो। ओ माई गॉड, कस्तो मजाले हिउँ परिरहेको छ है गाइस। हिउँको चाहिँ यो पहिलो मेरो जीवनको पहिलो अनुभव। हिउँमा यसरी चाहिँ हिँड्दाखेरि चाहिँ मजा आउँदो रहेछ। Oh, darn.
ल आज चाहिँ जनवरी आज 7 तारिकको दिनमा चाहिँ आज यस्तो मजाले हामी बसेको ठाउँमा यस्तो मजाले हिउँ झरेको अवस्था छ। उता मेरो दाइ चाहिँ अब जिन्दगीमा पहिलोचोटि हिउँमा पाइला टेक्दै हुनुहुन्छ है नि दाइ? तपाईँले कहिले हिउँमा टेक्नु भएको थियो? जिन्दगीमा फर्स्टचोटि हिउँ टेक्दैछु भाइ। ओके, यस मेरो लागि पनि त्यो पहिलो अनुभव हो। युकेमा आएर यति मजाले हिउँ टेक्न पाइयो, हिउँ खेल्न पाइयो। अहिले यस्तो मजाले घाम लागेको छ भने त आकाश निलो आकाश छ है। अघि यस्तो मजाले हिउँ झरेको थियो। अहिलेको टेम्परेचर लगभग -5 छ होला।